मा पाइने बङ्गुरहरू भनेको चाहिँ सबै पाखरीबासे कालो बङ्गुरसँग इतिहास जोडिएका बङ्गुरहरू र यही बङ्गुरलाई तपाईँ हामीले चाहिँ काठमाडौँतिर पोखरातिर विराटनगरतिर यो बङ्गुरको मासु खरिद गर्न हामी गयौँ भने यो बङ्गुरलाई अर्कै उपनामले चिनाइदिने प्रचलन छ। त्यो अर्को उपनाम भनेको के हो त, यो चाहिँ धराने कालो बङ्गुर हो, तपाईँहरूलाई केही महँगो पर्छ है भनेर मार्केटिङ गरिदिनुहुन्छ उहाँहरूले। त्यो चाहिँ धराने कालो बङ्गुर नभएर यो पाखरीबासे कालो बङ्गुरसँग इतिहास जोडिएका बङ्गुरहरू हुन् भन्ने कुराको जानकारी पनि मैले तपाईँहरूलाई गराएँ। र उहाँहरूले उन्नत जातको बङ्गुरको पाठापाठी पनि उत्पादन गरिरहनु भएको अवस्था छ। उन्नत जातका बङ्गुरहरूमा चाहिँ ल्यान्ड्रेस, ड्युरोर, योर्कशायर र हेम्पशायर गरेर यो चारवटा जातको बङ्गुरको पाठापाठी उत्पादन गरेर चाहिँ किसानलाई दिइरहनु भएको अवस्था छ। र उक्त कार्यालयले बङ्गुर पालन सम्बन्धी विभिन्न अध्ययन अनुसन्धानका कामहरू चाहिँ उहाँहरूले गरिरहनु भएको अवस्था छ। र अब यो धनकुटा जिल्लाको पाखरीबास नगरपालिका वार्ड नम्बर 3 मा एउटै भौगोलिक क्षेत्रमा यो 3वटा कार्यालयले काम गरिरहेको कुरा त मैले तपाईँहरूलाई भनिदिएँ। र अब यो 3वटा कार्यालयले काम गरिरहँदाखेरि यो कृषि अनुसन्धान केन्द्र पाखरीबास धनकुटाका बारेमा, यसको इतिहासका बारेमा तपाईँहरूलाई मैले केही कुरा तपाईँहरूलाई जानकारी दिनुपर्ने हुन्छ। अब यो पूर्वमा कृषि अनुसन्धान केन्द्र पाखरीबास धनकुटा र पश्चिममा चाहिँ कृषि अनुसन्धान केन्द्र पोखरा लुम्ले, यी दुईटा कार्यालयहरू हाम्रो देश नेपालका अलिकति फरक इतिहास बोकेका कार्यालयहरू हुन्। यी दुईटा कार्यालयहरू किन फरक इतिहास बोकेका कार्यालयहरू हुन् त भन्नुहुन्छ भने यी दुईटै कार्यालय चाहिँ बेलायत सरकारको सहयोगमा बनेका कार्यालयहरू हुन्। विषमसम्म 2024 सालमा पोखरा लुम्लेको कार्यालय स्थापना भएछ। त्यो 2024 सालमा पोखरा लुम्लेमा कार्यालय स्थापना हुँदै गर्दा त्यहाँ चाहिँ विभिन्न कमी कमजोरीका साथ त्यहाँ कार्यालय स्थापना भएछ। त्यहाँ के कमी कमजोरी गर्न पुग्नु भएछ त भन्नुहुन्छ भने त्यहाँ चाहिँ विकेन्द्रीकृत भवनहरूको निर्माण भएछन् क्या, छरपष्ट किसिमका भवनहरू निर्माण भएछन्। यसरी विकेन्द्रीकृत भवनहरू निर्माण हुँदै गर्दा हामीलाई काम गर्न असहज हुने रहेछ है भनेर यो कृषि अनुसन्धान केन्द्र पाखरीबास धनकुटाको निर्माण गर्दा उक्त समस्याको हल गरेर बनाइएको छ। यहाँ एकीकृत भवनहरूको निर्माण गरिएको छ भन्ने भनाइहरू छन्, प्रत्यक्ष हामीले देख्न पनि पाइन्छ। र यस कार्यालयको स्थापना विषमसम्म अब कार्यालय चाहिँ त्यो समस्याबाट मुक्त गराएर चाहिँ बनाइयो, यहाँ एकीकृत भवनहरूको निर्माण गरियो। र यस कार्यालयको स्थापना विषमसम्म 2028 सालमा बेलायत सरकारको सहयोगमा चाहिँ यस कार्यालयको स्थापना भयो। विषमसम्म 2028 सालमा यस कार्यालयको स्थापना हुँदाखेरि चाहिँ यस कार्यालयको नाम पाखरीबास कृषि केन्द्रका नामले यो कार्यालय परिचित रह्यो। यो पाखरीबास कृषि केन्द्रका नामले अर्थात् बेलायत सरकारको अधीनमा रहेर हाम्रो कार्यालयले विषमसम्म 2028बाट 2055 सालसम्म चाहिँ हामी बेलायत सरकारकै अधीनमा रहेर काम गऱ्यौँ। त्यो 2055 सालमा अब बेलायत सरकारले नेपाल सरकारलाई यो कार्यालय ह्यान्डओभर गर्ने भयो। नेपाल सरकारलाई ह्यान्डओभर गर्दाखेरि नेपाल सरकारको मातहतमा रहेको कार्यालय नेपाल कृषि अनुसन्धान परिषद, यसलाई छोटकरीमा हामीले नार्क भनेर चिनिन्छ, यो नार्कको छाता मुनि रहने गरी 2055मा चाहिँ यो कार्यालय नेपाल सरकारको स्वामित्वमा आएको हो। र त्यो दिनदेखि यता यो कार्यालयको नाम के भयो त, परिवर्तन भयो। पाखरीबास कृषि केन्द्रबाट रूपान्तरण भएर चाहिँ कृषि अनुसन्धान केन्द्र पाखरीबास धनकुटा रहन गयो। 2055बाट अहिलेसम्म चाहिँ हामी परिषदको अधीनमा रहेर काम गरिरहेको अवस्था छ। यस कार्यालयको कुल एरिया टोटल क्षेत्रफल भनेको चाहिँ